अब कोहीले भन्यो भने के भनिदिने तिनीहरूले थप्पड हानिकन हान्ने कोहीले एमआरपीको बारेमा सोध्यो भने थप्पड हानिहाल्ने गालोमा गरेर झ्याम एकचोटि थप्पड हान्यो भने मेरो बारेमा नराम्रो भनेको थप्पड सुनेर एकचोटि गालामा थप्पड हान्यो भने म तिमी आउने अनि मलाई 100 रुपियाँ मागी लैजाने है 100 रुपियाँ पाइहाल्यौ तिमीले मेरो बारेमा कोहीले नराम्रो तिमीलाई भन्यो भने बुझ्यौ तिमीले नभन्ने तिमीले कान्छमा अब भन्दिन दाइ भन कति वर्ष भयो तिमी कति वर्ष 40 हावा कुरा गर्ने कति वर्ष भयो 40 एउटा गीत गाइदियो भन्दिन भनेर पानी खानुहोस् के अरे टिकटक फेमस होइन एमआरपीलाई जे पाइदियो भन्ने मान्छे मलाई चिनेर नचिन्ने बल्ल आज चिन्यो होला मलाई होइन नभन्ने टिकटकमा भाइरल हुन्छ त मेरो नाम लिएर के हरामी हो ल एउटा गीत गाइदियो ल उपलक्ष्यमा ल